वाह क्या लड़का ओए है। क्यामराम्यान कता यो गाडीमा फ्रन्ट चाहिँ छैन तर यसले चाहिँ 162 किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यो हो डिपालको निभो क्युओ5 र यो गाडीमा छ 18 इन्चको म्यासिभ रिम्स। सिमिलरली यो चाहिँ अल एलइडी सेटअपमा छ र यो बोनेटको मुनि चाहिँ 120 किलोवाटको मोटर जसले चाहिँ 190 एनएमको टर्क प्रड्युस गर्छ। यो गाडीमा चाहिँ पावर टेलगेट पनि छ जुनलाई चाहिँ थिच्नासाथ बटन थिच्नासाथ आफै खुल्छ र की फबमा डबल ट्याप गरेपछि पनि खुल्छ र बुट चाहिँ 540 लिटरको म्यासिभ छ। यो गाडीमा चाहिँ सेमी फ्लस्ड खालको डोर ह्यान्डल छ र भित्र बस्दाखेरि चाहिँ यो रिक्लाइन्ड हुनेवाला सिट हो। भन्दाखेरि यसमा एउटा सानो प्रब्लम भनेको चाहिँ ह्यान्डरेस्ट छैन तर त्यसबाहेक जता छोयो त्यतै एकदमै सफ्ट मटेरियल युज भएको छ र यसमा चाहिँ प्यानोरामिक सनरुफ पनि छ है। वाह मोदीजी वाह। नाइस। यो गाडीमा चाहिँ 185 एमएमको ग्राउन्ड क्लियरेन्स छ थाहा छ? What the dog doing? यो गाडीमा चाहिँ छ 14.6 इन्चको म्यासिभ स्क्रिन जुनमा चाहिँ यो गाडीको भयभरको फङ्सनालिटीहरू यहीबाट हामीले युज गर्न मिल्छ चेन्ज गर्न मिल्छ भने ड्राइभरको लागि भनेर चाहिँ 10 इन्चको सानो एउटा इन्फोटेनमेन्ट सिस्टम पनि दिएको छ र एज यु क्यान सी यो स्टेरिङ विल चाहिँ फ्ल्याट बटम छ र यसमा चाहिँ अप्सन भनेको मोड चेन्ज गर्ने असिस्टेन्ट पनि छ है। यो गाडीमा बोलेर पनि यो गाडीमा चेन्जेसहरू फङ्सनमा गर्न मिल्छ। यो अगाडिको चाहिँ दुइटै सिट्स हिटेड एन्ड भेन्टिलेटेड हो भने यसलाई चाहिँ इलेक्ट्रोनिकली नै एडजस्ट गर्न मिल्छ र यो गाडीमा चाहिँ स्पेसको चाहिँ कमी नै छैन। जताततै यहाँ तल हेऱ्यो भने यहाँ पनि स्पेस छ, यो खोल्यो भने यहाँ पनि स्टोरेज स्पेस छ जुन चाहिँ यो पनि भेन्टिलेटेडै हो है। यो भेरिएन्टको चाहिँ 4999 पर्छ। यसको नाम चाहिँ अल्ट्रा रहेको छ भने अर्को 4699 म्याक्स भेरिएन्ट पनि रहेको छ र यो चाहिँ नाडासम्मको लागि अफर प्राइस हो र यसको डिटेल्ड वाक अराउन्ड चाहिँ मेरो युट्युबमा छ ल।